कर्णाली रङ्गशालामा अत्याधुनिक पौडी पोखरी तयार। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर स्थित कर्णाली प्रदेश रङ्गशाला परिसरमा अत्याधुनिक पौडी पोखरी निर्माण सम्पन्न भएको छ। 10औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी निर्माण गरिएको पौडी पोखरी तयार भएसँगै कर्णालीका पौडी खेलाडीलाई अब नियमित प्रशिक्षण गर्न सहज हुने भएको छ। यसअघि पौडी खेलका लागि आवश्यक पूर्वाधारको अभावमा कर्णालीका खेलाडीले नियमित प्रशिक्षणमा कठिनाई भोग्दै आएका थिए। आफ्नै प्रदेशमा व्यवस्थित पौडी पोखरीको निर्माण भएपछि खेलाडीको प्रशिक्षणमा समेत थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव रविन्द्र चन्दले नयाँ पौडी पोखरीले 10औं राष्ट्रिय खेलकुदका लागि खेलाडीको तयारीलाई थप प्रभावकारी बनाउने बताए। उनका अनुसार नयाँ पूर्वाधारले प्रतियोगिताको तयारीमा रहेका खेलाडीलाई मात्र नभई कर्णालीमा पौडी खेलको विकास र नयाँ प्रतिभा पहिचानमा समेत सहयोग पुग्नेछ। 10औं राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै कर्णालीमा पछिल्लो समय विभिन्न खेलकुद पूर्वाधार निर्माण तथा स्तर उन्नतिको काम अघि बढाइएको छ। अब आफ्नै प्रदेशमा प्रशिक्षणको सुविधा उपलब्ध भएपछि कर्णालीका पौडी खेलाडीलाई अन्य स्थानमा निर्भर हुनुपर्ने बाध्यता पनि कम हुने अपेक्षा गरिएको छ। पूर्वाधार अभावमा रोकिएको कर्णालीको पौडी विकासले अब नयाँ गति लिने विश्वास गरिएको छ।